यति बेला पनि हामी अब अर्डर लिन जाने तयारीमा छु। अर्डर रुममा नआएको 1 घन्टा भइसक्यो, त्यही भएर अब उठि जाने भनेको उनीहरी साइडतिर गएर त्यतै बस्ने हो। एउटा जति आउँछ कि एउटा जति हानेर आउनु पर्ला। अर्डर नआएको लगभग 1-1.5 घन्टा भइसक्यो, अझै आउँदैन। रेटिङ भएर के काम अर्डर आउँदैन। अब हाम्रो लगभग 12 बजिसक्यो। अब अर्डर आउँछ होला उता गएपछि, होइन? के कसो ठिक छ, आउँछ पक्कै अर्डर होला एउटा दुइटा। फेरि दिनभरिमा कम्तीमा त 10वटा आज दिनभरि हान्न सकिँदैन। आज दिनभरि 10वटा भन्दा धेरै हान्न सकिँदैन जस्तो छ। यस्तो पाराले अर्डर एउटा पनि छैन। भने रुममा बसेर अर्डर आएन, अनि त्यही भएर अब अर्डर आउँछ कि भनेर उनीहरीतिर जान लाग्यो। अब कस्तो हुन्छ खै, त्यहाँ पनि अब कति बजेपछि आउने हो। हिजो एउटा हानेर आएको थिएँ, आज पनि एउटा नै हुन्छ होला जस्तो छ। दिनभरि 10वटा भन्दा धेरै पनि हान्न सकिँदैन, गाह्रो भइरहेछ। तिनीहरूको छुट्टी भएर हो कि खै के हो, यस्तै हो। अर्डरै नभएर गाह्रो छ। अब कमाइ पनि यस्तै, अर्डर नभएपछि कमाइ पनि 1 रुपियाँ पनि हुँदैन। अब त्यो हामीलाई त्यहाँ खाएको बसेको तिर्न नै ठिक्क हुन्छ। अब खानु परिहाल्यो, अब भोकै बस्न सकिँदैन। फाइनल्ली उनीहरू आइपुग्यो, तर अर्डर भने त्यस्तै छ, सब जेरो छ। कसैको पनि छैन यहाँ अर्डर, सब बसिरहेको छ। तिम्रो के छ, अर्डर छ? ल्याइसक्यो अर्डर? आमा अर्डर त छपकै रहेछ नि। यस्तै छ। आज र हिजो कस्तो भइरहेछ फिलिङ्स? हिजो अब त्यही हो, आउने जाडोमा आँसु झार्ने। यस्तै छ हालत। राम्रो छैन है, कोही नआउमा त्यो यसमा काम गर्न। बल्ल बल्ल 2 घन्टा पछि एउटा अर्डर आयो। अब यो पुऱ्याएर आउने हो, अनि सायद रुम जाने टाइम भइहाल्छ होला, होइन? खाना खान जाने टाइम त भइसक्छ होला। लोकेसनमा आइपुग्यो, अब लिफ्टमा चढ्न लाग्यो। अनि डेलिभरी गर्नु पर्यो भनेर अब कस्टमरलाई दिउन जाउँ। फर्स्ट अर्डर पुऱ्याइसकेँ, अनि फेरि पिसाब लागिरहेको थियो। अनि पार्कमा पिसाब फेर्न आएको, तैँले त्यस्तो हुन्छ। अब फेरि अर्डरको लागि वेटिङमा बस्नु पऱ्यो। कतिखेर आउने हो थाहै छैन। फर्स्ट अर्डर त पुऱ्याइयो, अब सेकेन्ड अर्डर आउन फेरि 1-1.5 घन्टा लाग्छ होला। यो चिसोमा अर्डर हुन्छ, पैसा कमाइ हुन्छ भन्थे, तर भन्ने मात्र रहेछ। अर्डर एउटा पनि छैन। चिसो लास्टै धेरै छ। खाइरहेको थियो, भिडियो बनाएको हेरिरहेको छ पुरै। अनि अर्डरै नभएर खतम छ। फेरि अर्डर आएन। अनि यतातिर चाहिँ यस्तो गराउँछ, पुरै बस्ने ठाउँमा तक पार्कमा चेस खेल्नलाई त टाइलमै बनाइदिएको हुन्छ। होइन अब यहाँ तिनचुरनैमा बसेर पनि अर्डरै आएन। अब फेरि उनीहरू नै जानुपर्ने हो। अब उनीहरू जानु पऱ्यो फेरि। अनि एउटा जति अब खानु कि भनेको खै, आज खाना खानुभन्दा अगाडि एउटामै सीमित होला जस्तो छ। हिजो पनि एउटा नै हानेर गएको, आज पनि एउटा नै होला जस्तो छ। बल्ल बल्ल 1.5-2 घन्टापछि बल्ल अर्को अर्डर, दोस्रो अर्डर आयो। त्यो पनि लास्टै टाढा फाल्यो 16 रुपियाँको अर्डरले। अब यो पुऱ्याउनु पऱ्यो, अनि खाना खान जाने भइहाल्छ। सबै ठाउँमा चाहिँ हुँदैन, कुनै कुनै ठाउँमा चाहिँ यस्तरी टक्क साइकलको आफ्नै लेन छ। सेकेन्ड अर्डर पनि पुगेसक्यो। अब रुमतिर खाना खान जानु पऱ्यो। आज पनि 10वटा भन्दा धेरै हान्न सकिने जस्तो छ। खाना खाइसकेर रेस्ट गरेर एकछिन अनलाइन बसेको, अनि अर्डर आयो। अहिले चाहिँ अब रुममै आयो, लगेर जानु पऱ्यो अब यसले। त्यसैको फर्स्ट अर्डरमा फेरि एउटा अर्को थपिदिएर 2टा बनाइदिएको छ। हेलो सर। Take it. Welcome. Oh. I don't have. I will check. अब 12 बज्न लागिसक्यो। आजको अब
काम यहीँ अन्त्य गर्छु मैले चाहिँ। आज अब रुम जानु पऱ्यो, रुम जाने टाइम भइसक्यो। अब आजको कमाइ भनेको 207 मात्र हो। यस्तो भिडियो सबैले हेरिदिनु होला, माया गर्दै गर्नु होला भिडियो।